Welcome again in A2 Engineer channel. Myself Ajay Kumar Mahaset. This is the soil mechanics series. Lok Sabha तयारी civil engineer 4th, 5th and 7th level. एउटा क्वेसन तर डिटेलमा एक्सप्लेनेसन जुन भिडियो हेर्दा हेर्दै याद हुन्छ सबकन्सियसली प्रिभियस भिडियोहरू जुन छ त्यो हेरिहाल्नु होला. यु सुड बी मस्ट वाच, द्याट्स बेनिफिसियल फर यु. सो अनि एउटा रिक्वेस्ट छ जुन म एक्सप्लेन गर्छु सबकन्सियसली रूपमा माइन्डमा इमेजिन गर्नु होला फर बेटर रिमेम्बर. फर बेटर रिमेम्बर. So now let's start. This is the question number 1 video. Question is define soil. Explain the different types of soil. Different types of soil. Soil त ठीक छ तर त्यसको पनि types, different types of soil. 10 marks. Okay, so 10 marks. पहिला soil हो के? Soil भनेको केलाई भन्छ? यो जमिनमा यो हाम्रो अर्थ भयो. अर्थमा त जतातिर सोइल नै सोइल छ, माटो नै छ. अब हेर्नुस् त यो मानिहाल्नुस् कि सोइल छ, ठीक छ, यो सोइल छ. सोइल भनेको केलाई भन्छ? सोइलमा चाहिँ बिरुवा उम्रिन्छ हैन, सोइलबाट नै बिरुवा उम्रिन्छ. हामीहरू सोइलबाट नै आएको हो भनेको टेक्निकली रूपमा भन्दाखेरि यो जुन सोइल छ नि, सोइलमा पार्टिकल्सहरू हुन्छ, पार्टिकल्सहरू हैन, एकदमै सानो सानो माइक्रो लेभलमा पार्टिकलहरू हुन्छ. त्यसको साइज हुन्छ के, साइज 2 mm, 3 mm, 0.5 mm, 20 mm, 200 mm जति हुन सक्छ. यो पार्टिकल साइजहरू हो हैन. अब यहाँ हेर्नुस् त के छ, डिफाइन सोइल. सोइल इज डिफाइन्ड एज एन अनकन्सोलिडेटेड मेटेरियल. यो अनकन्सोलिडेटेड मेटेरियल सोइल भनेको के हो? अनकन्सोलिडेटेड मेटेरियल हो. अब यो अनकन्सोलिडेटेड के हो यो बुझ्यौ त फेरि एकचोटि. कन्सोलिडेटेड भनेको के हुन्छ भने कुनै मेटेरियल छ, योबाट यसमा पानी प्रेजेन्ट छ, ठीक छ, यसबाट पानी रिमुभ गरिदिन्छ. पुरै पानी चाहिँ के गर्छ? रिमुभ्ड पानी चाहिँ रिमुभ गर्छ भने यो के हुन्छ? कन्सोलिडेटेड, ठीक छ. कुनै मेटेरियल छ यो अलरेडी यसमा पानी प्रेजेन्स नै छ, यो जुन अहिले प्रेजेन्समा छ भने अनकन्सोलिडेटेड हुन्छ, तर रिमुभ गर्छ भने कन्सोलिडेटेड भइहाल्छ. भनेको यसमा पानी छँदैछ भने यो के हुन्छ? अनकन्सोलिडेटेड हुन्छ. यसमा पानी हुन्छ नि तब यो अनकन्सोलिडेटेड हुन्छ. भनेको के छ भनेको यस्तो मेटेरियल जसमा पानी प्रेजेन्ट छ हैन, पानी प्रेजेन्ट छ, त्यसलाई सोइल, त्यो चाहिँ के हो? सोइल हो. अब हेर्नुस् त कम्प्याक्टर अफ सोलिड पार्टिकल हैन, कम्प्याक्टर अफ सोलिड पार्टिकल. यस्तो मेटेरियल जसमा सोलिड पार्टिकलहरू कम्पोज्ड अफ सोलिड पार्टिकल भनेको यो सोइल जुन छ नि, सोइल जुन छ नि, सोइल चाहिँ केले बनेको हुन्छ? सोलिड पार्टिकल. म पहिला नि भने के सोइल जुन छ, यो सोइल जुन छ यसमा चाहिँ सानो सानो पार्टिकल साइजहरू छ. यो पार्टिकल साइजले बनेको हुन्छ कम्पोज्ड अफ सोलिड पार्टिकल. सोलिड पार्टिकल भनेको यो डट पेन के हो? एउटा ठोस हो, तरल होइन, ठोस हो, वाटर होइन, लिक्विड होइन, यो चाहिँ ठोस हो, सोलिड हो. यो सोलिड पार्टिकलले, यो सोलिड हो पुरै भने यसमा पनि पार्टिकलहरू छ. भनेको सोइल पनि के हो? एउटा सोलिड पार्टिकलले के हो? कम्पोज्ड भनेको बनेको छ के? सोलिड पार्टिकलले के हुन्छ? बनेको छ. अब हेर्नुस् त प्रड्युस बाई फिजिकल, केमिकल एन्ड मेकानिकल डिसइन्टिग्रेसन अफ रक. अब हेर्नुस् सोइल चाहिँ केले बनेको हुन्छ? रकले बनेको हुन्छ. हेर्नुस् यता हेर्नुस् त यो पहाड छ हैन, यो पहाड छ. पहाड केले बनेको हुन्छ? धेरै ठुल्ठुलो रक नै हुन्छ, यो चट्टान नै हुन्छ. पहाड चाहिँ हुन्छ नि त्यो सबै चट्टान नै हुन्छ हैन, ठिक छ. अब यो पहाडबाट केही टुक्रा झरेर, मानिलिनु यति टुक्रा झरेर यहाँ तल गयो हैन, तल गयो. अब यो यसमा भनिएको छ फिजिकल रूपले. फिजिकल भनेको केलाई भन्छ? फिजिकल भनेको हावा पनि हुन सक्छ हैन, धेरै कुरा हुन सक्छ. हावाले होस्, ल्यान्डस्लाइडले होस्, जे कुराले होस्. एकछिन यहाँ ल्यान्डस्लाइडले होस्, ल्यान्डस्लाइड भनेको टेक्टोनिक प्लेट हलिने या जे होस् ल्यान्डस्लाइड. अब हेर्नुस् त यहाँको रक केही झरेर तल गयो,
तल जाँदा जाँदै मानिहाल्नु यति ठुलो रक छ होइन, यो यति ठुलो मतलब धेरै ठुलो रक छ, त्यो यहाँको धेरै ठुलो रक चाहिँ यहाँ पहाडबाट झर्दै 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 यो सानो सानो पिसेसमा आउँछ। सानो सानो पिसेसमा के हुन्छ, एकदमै सानो सानो पिसेसमा हुँदै हुँदै एकदमै सोइल बन्छ, पातो सानो सानो मसिनो माइक्रो लेभलमा पनि बन्न सक्छ। यहाँ आएर सोइल बन्न थाल्छ, मतलब यहाँ आएर सोइल कलेक्ट हुन्छ भनेको यो सबै डिसइन्टिग्रेट भएर बनिरहेछ कि फिजिकली रूपमा डिसइन्टिग्रेट भएर के रक चाहिँ फिजिकल रूपमा डिसइन्टिग्रेट हुन्छ। फिजिकल रूपमा यही हो जुन एयरबाट हुन्छ, हावाबाट हुन्छ, ऱ्यान भनेको वर्षाबाट हुन्छ, जेबाट होस् यो चाहिँ फिजिकलीबाट हो। एयर भयो, आर्यन रेन भयो, यो सबै चाहिँ के भयो मतलब फिजिकली भयो, ठिक छ। अब केमिकलमा के आउँछ, केमिकलमा हाइड्रेसन आउँछ, के भन्छ हाइड्रेसन अक्सिडेसन आउँछ, ठिक छ। यो रो भइहाल्यो, ठिक छ। अब हेर्नुहोस् त, एकछिन वेट 1 मिनट। हेर्नुहोस् यहाँ के भनिन्छ, केमिकली रूपमा डिसइन्टिग्रेट हुन्छ रक होइन। केमिकलमा के हुन्छ, अक्सिडेसन हुन्छ, कार्बोनेसन हुन्छ, हाइड्रेसन हुन्छ। अनि योले केमिकल रियाक्सनबाट होइन यो रक चाहिँ डिसइन्टिग्रेट हुन्छ भनेको फुट्छ, टुक्रा टुक्रा हुन्छ, टुक्रा टुक्रा भएर सोइलमा परिणत हुन्छ। त्यस्तोले केमिकल रूपमा चाहिँ डिसइन्टिग्रेट भएर के सोइल बन्छ। फेरि मेकेनिकली भनेको के हो भनेको ठुलो चट्टान हो, यो ठुलो चट्टानलाई हामीले आफैले ह्यामरले तोडे फुटेर या त मेसिनमा हालेर अनि त्यसलाई तोडे फुटेर चाहिँ के बनायौँ, सोइल बनायौँ भनेको यो तीनटै तरिकाले हामीले रकलाई डिसइन्टिग्रेट भनेको टुक्रा टुक्रा गरेर मतलब टुक्रा भएर र सोइल बन्छ नि, सोइल बन्छ मतलब एक किसिमले मेटेरियल बन्छ, त्यसलाई के भन्छ सोइल भन्छ। यस्तो प्रोसेसले बन्नेलाई के भन्छ सोइल भन्छ। अब हेर्नुहोस् फेरि अब कम्बाइन गरेर अब बुझ्छु त। सोइल इज डिफाइन्ड एज एन द अनकन्सोलिडेटेड मेटेरियल होइन, यो चाहिँ अनकन्सोलिडेटेड मेटेरियल छ, यस्तो मेटेरियल जसमा चाहिँ पानी प्रेजेन्स हुन्छ, ठिक छ। अनि कम्पोजिट अफ सोलिड पार्टिकल, यो चाहिँ सोलिड पार्टिकलले बनेको हुन्छ, मतलब एउटा ठोस पार्टिकल जुन माइक्रो लेभलमा होस् या त ठुलो लेभलमा होस्, ठिक छ, ग्रेटर साइजमा होस् भनेको एउटा सोलिड पार्टिकलले बनेको हुन्छ। कम्पोजिट अफ सोलिड पार्टिकल, कम्पोजिट भनेको बन्नु होइन, कम्पोजिट अफ सोलिड पार्टिकल एन्ड प्रड्युस उत्पन्न चाहिँ कसरी हुन्छ, कसरी फर्म हुन्छ, कसरी बन्छ, यो तीनवटा तरिकाले बन्छ। कसरी, फिजिकल्ली, केमिकली एन्ड मेकानिकली। अनि रकलाई डिस्टिङ्गेट भएर मतलब टुक्रा टुक्रा भएर, अब रकलाई टुक्रा टुक्रा भएर जुन बन्छ त्यो जुन बनेको जुन हुन्छ यो एक किसिमले के हुन्छ, सोलिड पार्टिकल नै हुन्छ होइन, सोलिड पार्टिकल। अनि जुन सोलिड पार्टिकल हुन्छ त्योमा चाहिँ जति पनि सोलिड पार्टिकल छ त्यसमा चाहिँ वाटर प्रेजेन्स हुन्छ नि, त्यो भनेको अनकन्सोलिडेटेड मेटेरियल भयो, ठिक छ, त्यसलाई चाहिँ सोइल भनिन्छ। ओके, म चाहिँ अहिले डिस्क्राइब गरिदिएँ। हेर्नुहोस् त, सोइल मेकानिक्सको फादर केलाई भन्छ, सोइल मेकानिक्सको फादर भनेर केलाई चिनिन्छ, तेर्जागीलाई चिनिन्छ। तेर्जागी इज नोन एज द फादर अफ सोइल मेकानिक्स। ओके, नाउ अब यति बुझ्नुभयो। नाउ अब नेक्स्ट पार्ट एक्सप्लेन द डिफ्रेन्ट टाइप अफ सोइल। अब हेर्नुहोस् त, यहाँ हेर्नुहोस् त, यो एउटा पहाड छ, रक छ, चट्टान छ, यहाँबाट सोइल चाहिँ केही रक चाहिँ टुक्रा झरेर या जे कारणले होस् यहाँ यो रकबाट चाहिँ सोइल बन्यो। अब सोइल चाहिँ भन्दाखेरि के मात्र त्यो एउटै साइजमा चाहिँ बन्छ होइन, डिफ्रेन्ट साइजमा, जस्तै कि ठुलो साइजमा बन्छ भने ग्राभल हुन्छ, सानो साइजमा बन्छ भने सिल्ट हुन्छ, त्योभन्दा पनि ठुलो छ भने स्यान्ड बन्छ, त्योभन्दा धेरै सानो छ भने क्ले बन्छ, मतलब माटो एकदम चिक्नी माटो, बालुवा, गिट्टी, यो सबै बन्छ नि। यो एक किसिमले के भयो, टाइप त भयो नि, एक किसिमले के भयो, एकदमै सबै एक किसिमले टाइप भयो, डिफ्रेन्ट टाइप भयो। अब त्यही डिफ्रेन्ट टाइपलाई हामी एक्सप्लेन गरौँ। अब 10 मार्क्समा सोधेछ भने हेर्नुहोस् त, एउटा क्लासिफिकेसन अफ सोइल हुन्छ, ठिक छ, क्लासिफिकेसन अफ सोइल, एउटा डिफ्रेन्ट टाइप्स अफ सोइल। अब टाइप्स अफ सोइल र क्लासिफिकेसन अफ सोइल सेमै छ, किनकि 10 मार्क्समा सोधेछ भने यो क्लासिफिकेसनै टाइप्स अफ सोइल भयो, ठिक छ। अब हेर्नुहोस् सेकेन्ड पार्टमा हेर्दाखेरि एक्सप्लेन द डिफ्रेन्ट टाइप अफ सोइल। अब हेर्दाखेरि हेर्नु त, फ्लोइङ आर द डिफ्रेन्ट टाइप्स
ओर क्लासिफिकेसन अफ सोइल व्हिच आर डिस्क्राइब बिलो, जुन चाहिँ डिस्क्राइब तल छ। अब हेर्नुहोस्, अब एकछिन यसको चाहिँ डिफ्रेन्ट क्लासिफिकेसन, डिफ्रेन्ट टाइप। अब कस्तो छ, यी नम्बरमा यस्तो छ, यो एउटा फर्मेटमा हो। मेरो अक्षर त त्यति राम्रो होइन, होइन, राइटिङ त्यति राम्रो होइन, तर तपाईँहरू आफ्नो राइटिङमा राम्रै लेख्नुहुन्छ होला। यस्तो छ, मलाई के लाग्छ, जस्तै कि क्वेसन हाम्रो जुन सब्जेक्टिभको क्वेसन हुन्छ सेकेन्ड पेपर, त्यसमा चाहिँ जम्मा 16वटा क्वेसन हुन्छ, होइन। त्यो 16वटा क्वेसनमा चाहिँ नम्बरिङ त गरेको हुन्छ 1 to 3 गरेर 16सम्म। मलाई के लाग्छ, यो क्वेसन जुन छ त्यसको एन्सर लेख्दाखेरि यो एन्सरमा 1 to 3 नलेख्दा नि हुन्छ। 1 to 3 भनेको जुन नम्बरिङ जुनमा डिनोट गरिदिएछ 1 2 मा, मलाई लाग्छ एन्सरमा 1 2 मा नगरी रोमन नम्बरमा होस्, एबिसिडीमा होस्, त्यो चाहिँ त्यो गरेर चाहिँ राम्रो हुन्छ। जस्तै कि मैले यहाँ क्लासिफिकेसन अफ सोइल बेस्ड अन द ग्रेन साइज छ, यो ए मैले दिएँ, ए। जस्तै कि यसको क्लासिफिकेसन मैले 4वटा गरेको छु, ठिक छ। यो एबिसिडी गरेर मैले गरेको छु, त्यसैले त केही फरक पर्दैन, सबैको आफ्नो लेख्ने तरिका हुन्छ। तर मलाई के लाग्छ, मानिहाल्नुहोस् कि ह्यान्ड राइटिङ राम्रो छैन, त्यति राम्रो छैन, तर अलिक केही भयो भने, त्यस्तो राइटिङमा त्यस्तो केही भयो भने 1 2 मा अलिक कन्फ्युजन भयो भने अलिक नराम्रो, मतलब यताउता हुनसक्छ जस्तो मलाई लाग्छ। ख्यात त्यो त नर्मल कुरो हो, ख्यात त्यो कुरा छाड्नुहोस्, त्यही कुरो हो। मैले एले यस्ता गरेछु। एमा चाहिँ क्लासिफिकेसन अफ सोइल बेस्ड अन द ग्रेन साइज। मैले के भने यसमा कि ग्रेन साइजमा चाहिँ टुक्रा टुक्रा हुन्छ, डिफ्रेन्ट साइजमा बन्छ सोइल पार्टिसेलहरू, अनि सोइल डिफ्रेन्ट किसिमको सोइल बन्छ। अब यसमा चाहिँ डिफ्रेन्ट किसिमको सोइल बन्छ भने एउटा चाहिँ के आउँछ, बेस्ड अन द ग्रेन साइजको आधारमा सोइललाई क्लासिफाई गरेको छ, डिफ्रेन्ट टाइप्समा क्लासिफाई गरेको छ। अब हेर्नुहोस् त, क्लासिफिकेसन अफ सोइल बेस्ड अन द ग्रेन साइज। अब यसमा हेर्दाखेरि 2 किसिमको सोइल हुन्छ। एउटा हुन्छ COAR या कोर्स सोइल, एउटा हुन्छ के, एउटा हुन्छ कोर्स सोइल, एउटा हुन्छ के फाइन सोइल, फाइन सोइल। अब हेर्नुहोस्, कोर्स सोइल भनेको धेरै मसिनो भन्दा पनि मसिनो, लास्टसम्म मसिनोलाई के भन्छ, फाइन सोइल भन्छ, ठिक छ। त्यो भन्दा ठुलो साइजलाई कोर्स सोइल भन्छ, ठिक छ। ठुलो साइज जस्तै कि सोइल बन्यो, होइन, एकदमै पातलो माइक्रो लेभलमा बन्यो, ठिक छ। माइक्रो लेभलमा, एकदमै माइक्रो लेभल भनेको 1 mm पनि छैन, 0.00 mm छ, ठिक छ। 0.002 mm छ, यो चाहिँ फाइन सोइलमा आउँछ। त्योभन्दा ठुलो साइज 2 mm भयो, 1 mm भयो, चाहिँ कोर्स सोइल, ठिक छ। अब त्योभन्दा पनि ठुलो आउँछ भेरी कोर्स सोइल। के भेरी कोर्स सोइल, भेरी कोर्स सोइलमा के आउँछ, मतलब 20 mm 200 mm, त्योभन्दा पनि ठुलो भेरी कोर्स सोइल। अब हेर्नु, यही कुरा छ यसमा। जस्तै कि हेर्नुहोस्, भेरी कोर्स सोइल, फाइन सोइल छ। अब भेरी कोर्स सोइलमा 2वटा आउँछ, एउटा बाउल्डर साइज, एउटा कोबल साइज। हेर्नुहोस्, बाउल्डर साइजमा के छ, बाउल्डर साइज भनेको 200 mm, 1 mm, 30 mm, कति 75 mm, 100 mm, 150 mm, 200 mm। 200 mm जुन छ नि, एउटा ठुलो साइज भयो। अब भेरी कोर्स सोइलमा चाहिँ 2वटा किसिमको आउँछ, बाउल्डर साइज, कोबल साइज। बाउल्डर साइज भनेको सबैभन्दा ठुलो साइज भनेको 200 mm जुन छ नि, 200 mm, त्योभन्दा पनि ठुलो भनेको 200 mm भन्दा के छ, ठुलो छ भने त्यसलाई भन्छ बाउल्डर साइज। अब 200 भन्दा सानोमा भनेको जस्तै कि 80 mm देखि लिएर 200 mm सम्मलाई कोबल साइज भन्छ, कोबल साइज। भेरी कोर्स सोइलमा 2वटा बाउल्डर साइज, कोबल साइज आयो। अब कोर्स सोइलमा आउँछ 2वटा, ग्राभल, स्यान्ड, गिट्टी। ग्राभल भनेको गिट्टीलाई भन्छ, त्योभन्दा सानोलाई स्यान्ड भन्छ। ग्राभलको पनि 2वटा छ, कोर्स और फाइन। मैले के भनेको छु, कोर्स भनेको फाइन भनेको सानो, एकदमै सानो, मतलब कोर्स भन्दा सानो, फाइन भन्दा ठुलो चाहिँ कोर्स हुन्छ, ठिक छ। त्यही भएर
कोर्स भनेको फाइनभन्दा ठुलो साइजलाई, अब हेर्नु त 20 देखि 75 mm लाई चाहिँ कोर्स ग्राभल भन्छ। 4.75 देखि लिएर 20 mm सम्मकोलाई फाइन ग्राभल भन्छ। ओके, कोर्स ग्राभल, फाइन ग्राभल। अब नाउ स्यान्डको कुरा हो। यो स्यान्ड जुन छ नि, कोर्स स्यान्डमा चाहिँ 3 वटा हुन्छ, कोर्स स्यान्ड, मिडियम स्यान्ड, फाइन स्यान्ड। कोर्स स्यान्ड, मिडियम स्यान्ड, फाइन स्यान्ड। कोर्स स्यान्डमा के आउँछ, 2 mm देखि लिएर 4.75 mm, यहाँ जुन 4.75 mm छ नि त्यसमा 2 mm देखि लिएर 4.75 mm। अनि मिडियम स्यान्डमा चाहिँ के हुन्छ, 0.2 देखि लिएर 2 mm सम्म हुन्छ, 0.2 देखि लिएर 2 mm सम्म। फाइन स्यान्डमा के हुन्छ, फाइन स्यान्डमा 0.06 देखि लिएर 0.2 mm सम्म हुन्छ फाइन स्यान्ड। अब हेर्नुहोस् फाइन सोइल, फाइन सोइलको 2 वटा हुन्छ, सिल्ट र क्ले। सिल्ट, फाइन सोइलको 2 वटा हुन्छ, सिल्ट र क्ले। सिल्ट भनेको जुन बालुवा हुन्छ नि एकदमै मसिनो मसिनो, यो सिल्ट। सिल्टको चाहिँ साइज चाहिँ के हुन्छ, 0.002 देखि लिएर 0.06 mm सम्म हुन्छ। अब हेर्नु 0.002 भन्दा जति तलको हुन्छ नि त्यो सबै क्ले हुन्छ। के हुन्छ, क्ले। क्ले, क्ले भनेको फाइन, भेरी फाइनेस्ट मेटेरियल हो क्ले। क्ले भनेको धेरै फाइन, एकदमै पातलो, मसिनो भन्दा मसिनो। अब नाउ यता हेर्नुहोस् त, अब यता यसमा के छ भने क्लासिफिकेसन अफ सोइल भन्दाखेरि, क्लासिफिकेसन अफ सोइल भनेको डिफ्रेन्ट टाइप अफ सोइल भन्दाखेरि यसमा डिस्क्राइब गर्नु केही जरुरी छैन, यही लेखिदिँदा हाम्रो क्लासिफिकेसन अफ सोइल बेस्ड अन द ग्रेन साइजको यो पर्याप्त छ। सो नाउ अगाडि हेरौँ। अगाडिको हेर्दाखेरि यहाँ के छ, क्लासिफिकेसन अफ सोइल बेस्ड अन द कोहेजन। कोहेजन केलाई भन्छ हेर्नुहोस् त, कोहेजन एउटा हुन्छ कोहेजन, एउटा हुन्छ कोहेसिभ सोइल, एउटा हुन्छ नन कोहेसिभ सोइल। कोहेसिभ भनेको केलाई भन्छ, जस्तै कि हेर्नुहोस् यो एउटा सोइल छ, सोइलमा के हुन्छ, पार्टिकलहरू हुन्छ, के हुन्छ, पार्टिकलहरू हुन्छ, ठिक छ। यो एउटा सोइल छ, ठिक छ, मतलब यसमा पार्टिकलहरू हुन्छ, यो पार्टिकलहरू छ, ठिक छ। यसमा चाहिँ यति धेरै पार्टिकलहरू छ, तर यो चाहिँ पातलो सानो सानो पार्टिकलहरू छ। के छ, सानो सानो, एकदमै सानो सानो पार्टिकल छ। यसमा चाहिँ ठुल्ठुलो पार्टिकलहरू छ। अब ठुल्ठुलो पार्टिकलहरू छ भने यसमा ग्यापहरू हेर्नु त, ग्यापहरू धेरै छ। ग्यापलाई के भन्छ, भोइड भन्छ, भोइड, ठिक छ, ग्यापलाई भोइड भन्छ। अब यो जुन फाइन ग्रेनेड सोइलमा पार्टिकल साइजहरू एकदमै सानो सानो हुन्छ, एकदमै सानो सानो भएकोले यसमा भोइड पनि धेरै कम हुन्छ। भोइड धेरै कम हुन्छ भने त्यो चाहिँ के हुन्छ, फाइनेस्ट मेटेरियल हुन्छ। फाइनेस्ट मेटेरियल जहिले पनि के हुन्छ, कोहेसिभ सोइल हुन्छ। कोहेसिभ सोइल भनेको टाँसिने सोइल, पार्टिकलहरू एकअर्कामा नजदिक हुन्छ, एकअर्कामा टाँसिन्छ, टाँस्ने, ठिक छ। सोइल पार्टिकलहरू एकअर्कामा टाँसिने चाहिँ नेचरको हुन्छ नि, त्यसलाई कोहेसिभ सोइल भन्छ। के भन्छ, कोहेसिभ सोइल। अनि यसमा हेर्नु त, यो एकदमै फाइनेस्ट मेटेरियल छ। फाइनेस्ट मेटेरियलमा के आउँछ, क्ले आउँछ, CLAY, क्ले, माटो। माटोहरू एकअर्कामा चिप्किन्छ, मतलब एकदमै ठोस हुन्छ, मतलब एकदमै चिप्किने खालको हुन्छ। तर यो कोर्स ग्रेनेड सोइलमा चाहिँ पार्टिकल साइजहरू ठुल्ठुलो हुन्छ। पार्टिकल साइजहरू के हुन्छ, ठुल्ठुलो, जस्तै कि ग्राभल भयो, स्यान्ड भयो, हैन, योहरू यसको पार्टिकल साइजहरू ठुल्ठुलो हुन्छ। जस्तै कि गिटीलाई लिनु, हातमा लिनु धेरै गिटीहरू, अनि कम्प्याक्ट गर्नु हातले, अनि त्यसपछि छोड्नु त आफैले बिग्रिन्छ, हैन, बिग्रिन्छ भने यो टाँसियो, एकअर्कामा टाँसिएन। तर माटो एकदमै क्ले जुन हुन्छ नि, खेतको माटो जुन हुन्छ, त्यसलाई चाहिँ हात राख्नु अनि कम्प्याक्ट गर्नु, यो चाहिँ एकअर्कामा टाँसिन्छ, किनकि त्यसको सोइल पार्टिकलहरू के हुन्छ, नजदिक हुन्छ, सानो सानो हुन्छ। त्यही भएर त्यसको नेचर चाहिँ के हुन्छ, कोहेसिभ नेचरको हुन्छ, टाँस्ने नेचरको हुन्छ। जहिले पनि फाइन ग्रेनेड सोइल जहिले पनि कोहेसिभ सोइल हुन्छ भनेको फाइन ग्रेनेड सोइल, अनि कोर्स ग्रेनेड सोइल जहिले पनि
कोहेजनलेस नेचरको हुन्छ। अब यहाँ अब हेरौँ, म त्यतिकै अब डिस्क्राइब गरेँ, अब यसबाट हामी बुझौँ। हेर्नुहोस्, कोहेसिभ सोइल, कोहेसिभ सोइल, कोहेसिभ सोइल भनेको सोइल, कोहेसिभ सोइल आर द टाइप अफ सोइल। कोहेसिभ सोइल भनेको यस्तो किसिमको सोइल छ, कोहेसिभ सोइल भनेको यस्तो किसिमको सोइल छ द्याट स्टिक टु इच अदर, मतलब त्यसको पार्टिकलहरू एकअर्कामा टाँसिन्छ भनेको स्टिक हुन्छ। स्टिक भनेको टाँसिनु, स्टिक भनेको टाँसिनु, द्याट स्टिक टु इच अदर भनेको पार्टिकलहरू एकअर्कामा टाँसिनु, ठिक छ। कोहेसिभ सोइल आर द टाइप्स अफ सोइल द्याट स्टिक टु इच अदर, यो एकअर्कामा टाँसिन्छ, टाँसिने सोइललाई के भन्छ? कोहेसिभ सोइल भन्छ। अब हेर्नुहोस् त, कोहेसिभ सोइल आर फर्मड ड्यु टु द केमिकल वेदरिङ। अब हेर्नुहोस् त, यो कोहेसिभ सोइल हुन्छ नि, कोहेसिभ सोइल केलाई भन्छ? फाइन ग्रेनियड सोइललाई कोहेसिभ सोइल भन्छ। अब कोहेसिभ सोइल चाहिँ कसरी बन्छ? कोहेसिभ सोइल चाहिँ कसरी भन्छ? केमिकल वेदरिङले भन्छ। केमिकल वेदरिङमा के आउँछ? अक्सिडेसन आउँछ, कार्बोनेसन आउँछ, अनि हाइड्रेसन आउँछ। अक्सिडेसन, कार्बोनेसन एन्ड हाइड्रेसन जुन छ नि, यो केमिकल वेदरिङ भयो, ठिक छ। केमिकल वेदरिङले चाहिँ कोहेसिभ सोइल फर्मड हुन्छ। कोहेसिभ सोइल आर फर्मड ड्यु टु द केमिकल वेदरिङ, अक्सिडेसन, कार्बोनेसन, हाइड्रेसन अफ सोइल, ठिक छ। अब एक्जाम्पलमा हेर्नुहोस् त, एक्जाम्पल अफ कोहेसिभ सोइल इज क्ले, प्लास्टिक सिल्ट। म भने नि क्ले जुन छ नि, यो फाइनेस्ट मेटेरियल हो, फाइन सोइल भयो, ठिक छ, फाइन सोइल। अब जुन छ नि यो कोहेसिभ सोइल, फाइन सोइल भयो, फाइन सोइलमा के आउँछ? क्ले आउँछ, पार्टिकल साइज आउँछ। अब हेर्नुहोस्, फाइन ग्रेनियड सोइल इज कोहेसिभ सोइल। यसमा एउटा पोइन्ट थपिएँ मैले कि फाइन ग्रेनियड सोइल चाहिँ के छ? कोहेसिभ सोइल हुन्छ। अब हेर्नुहोस् त, नन कोहेसिभ सोइल, नन कोहेसिभ सोइल भनेको केलाई भन्छ कि कोहेजनलेस सोइललाई के भन्छ? नन कोहेसिभ सोइल भन्छ। कोहेजनलेस भनेको नन कोहेसिभ सोइल, कोहेजनलेस सोइल, नन कोहेसिभ सोइल आर द टाइप्स अफ सोइल, हैन, डु नट अडहेयर टु इच अदर। अब हेर्नुहोस्, मैले के भने कि नन कोहेसिभ सोइल भनेको कोर्स ग्रेनियड सोइललाई भन्छ। कोर्स ग्रेनियड सोइल जुन छ नि, कोर्स ग्रेनियड सोइल, यसको पार्टिकल साइजहरू ठुल्ठुलो हुन्छ, जस्तै कि गिटी भइहाल्यो, सिल्ट भइहाल्यो, माटो होइन, मतलब क्ले होइन, गिटी भइहाल्यो, सिल्ट भइहाल्यो, त्यसको पार्टिकल साइजहरू ठुल्ठुलो हुन्छ। ठुलो पार्टिकल साइजहरू एकअर्कामा चिप्किँदैन, एकअर्कामा टाँसिँदैन। जस्तै कि गिटीलाई मुठीमा लियो भने, छोड्यो भने टाँसिँदैन, झर्छ, बिग्रिन्छ। त्यस्तै यसमा के छ भने नन कोहेसिभ सोइल भनेको यस्तो किसिमको सोइल, कोहेजनलेस सोइललाई नन कोहेसिभ सोइल भन्छ। आर द सोइल द्याट डु नट अडहेयर टु इच अदर। अडहेयर भनेको के भन्छ? पालन गर्नु भनेको कस्तो किसिमको? स्टिकी नेचर पालन गर्ने। यो चाहिँ डु नट अडहेयर टु इच अदर भनेको यो पालन गर्ने, स्टिकी नेचर पालन नै गर्दैन। डु नट अडहेयर टु इच अदर, एकअर्कामा टाँसिँदैन के, डु नट अडहेयर टु इच अदर। एन्ड यो कस्तो हुन्छ? हामी जस्तै कि बालुवा लिन्छौँ होइन, मुठीमा हातमा लिन्छौँ, अनि यसलाई छोड्छौँ भने यो बिग्रिन्छ भनेको यसलाई केही गर्छौँ, मतलब यो एक किसिमले फ्रिक्सन हराउँछ के, फ्रिक्सन, होइन। जस्तै कि माटोलाई लिन्छौँ भने यो चिप्किन्छ, तर स्यान्डलाई, ग्राभललाई लिन्छौँ भने एक किसिमले एकअर्कामा सोइल पार्टिकलमा फ्रिक्सन लिन्छ, फ्रिक्सन हुन्छ भनेको। एन्ड रिले अन फ्रिक्सन, यसले फ्रिक्सन नेचर हराउँछ, ठिक छ। अब हेर्नुहोस् त, नन कोहेसिभ सोइल आर फर्मड ड्यु टु द फिजिकल वेदरिङ अफ सोइल। नन कोहेसिभ सोइल कसरी फर्मड हुन्छ? ड्यु टु द फिजिकल वेदरिङ अफ सोइल, मतलब फिजिकल वेदरिङले फर्म हुन्छ। कुन सोइल? नन कोहेसिभ सोइल, ठिक छ। अब इक्जाम्पलमा हेर्नुहोस्, इक्जाम्पलमा स्यान्ड भयो, नन प्लास्टिक सिट भयो। स्यान्ड मैले भने नि, स्यान्डको साइज कति हुन्छ? स्यान्डको साइज यहाँ हामीले पढ्यौँ नि त, यहाँ के पढ्यौँ? स्यान्डको यहाँ जुन के छ, स्यान्डको साइज कति छ? 2 mm देखि लिएर 4.7 mm, 2 mm यति हुन्छ, 4.7 mm यति हुन्छ, ठिक छ, 4.7 mm यति हुन्छ। योहरू होइन, योहरू कोर्स ग्रेनियड सोइल भयो। के भयो? कोर्स ग्रेनियड सोइल। कोर्स ग्रेनियड सोइल जहिले पनि कोहेजनलेस नेचरको हुन्छ, कोहेजनलेस नेचर। अब नाउ क्लासिफिकेसन सीको हेर्नुहोस् त, क्लासिफिकेसन अफ सोइल बेस्ड अन द ट्रान्सपोर्टेड मिडियम।
क्लासिफिकेसन अफ सोइल बेस्ड अन द ट्रान्सपोर्टेड मिडियमले चाहिँ दुईवटा हुन्छ, रेसिडुअल सोइल जसलाई चाहिँ नन ट्रान्सपोर्टेड सोइल भन्छ। रेसिडुअल सोइल भनेको नन ट्रान्सपोर्टेड सोइल। रेसिडुअल सोइल केलाई भन्छ हेर्नुहोस् त, रेसिडुअल सोइल ए सोइल टाइप द्याट डिपोजिट अन द पेरेन्ट्स रक एट द प्लेस अफ फर्मेसन इज नोन एज नन ट्रान्सपोर्टेड सोइल वा रेसिडुअल सोइल। अब हेर्नुहोस् म यसलाई भन्छु, यसमा के छ भने रेसिडुअल सोइल भनेको नन ट्रान्सपोर्टेड सोइल। ट्रान्सपोर्टेड भनेको यहाँको सोइल त्यहाँ जान्छ भनेको ट्रान्सपोर्टेड। नन ट्रान्सपोर्टेड भनेको यहाँको सोइल यहाँ जाँदैन, यहाँको सोइल यतै रहन्छ भनेको नन ट्रान्सपोर्टेड सोइल। नन ट्रान्सपोर्टेड सोइललाई के भन्छ, रेसिडुअल सोइल भन्छ। ठिक छ, के भन्छ, रेसिडुअल सोइल, रेसिडुअल सोइल। अब हेर्नुहोस्, अब मानिहाल्नुहोस् कि यो चट्टान छ, ठिक छ, यो चट्टान छ, मतलब यो पहाड छ। पहाड केले बनेको हुन्छ, चट्टानले बनेको हुन्छ। केले बनेको हुन्छ, चट्टानले बनेको हुन्छ। अब यो होइन, यो मानिहाल्नुहोस् कि पहाड छ, चट्टानले बनेको छ। यहाँको रक फुटेर माटो रक चाहिँ डिसइन्टिग्रेट भएर यतै चाहिँ डिपोजिट हुन्छ, यतै चाहिँ बस्छ, यतै चाहिँ के हुन्छ, बस्छ। अनि यो बाहिर जाँदैन, जस्तै कि बाहिर जाँदैन, यतै चाहिँ। अब हेर्नुहोस्, यो जुन होइन, मानिहाल्नुहोस् कि यो यतिको चट्टान केही कारणले होइन फुटेर डिसइन्टिग्रेट भएर चाहिँ फर्मड हुन्छ केमा, सोइलमा फर्म हुन्छ। तर यो अर्को ठाउँमा जाँदैन, यो फर्मड भएर यतै चाहिँ यही लेयरमा बस्छ, यतै बस्छ होइन, यो यही बस्छ। मानिहाल्नुहोस् कि यसबाट यो रक छ, रकबाट चाहिँ के बन्यो, सोइल भयो। ठिक छ, सोइल। तर यो सानो सानो सोइल बन्यो। ठिक छ। अब यो जुन सोइल चाहिँ योबाट रकबाट बन्यो भने यसको लागि यो चाहिँ के भयो, प्यारेन्ट भयो। प्यारेन्ट भनेको आमा बुवा, प्यारेन्ट भयो। त यो केबाट बनिन्छ, रकबाट बनिन्छ, त्यही भएर प्यारेन्ट रक। बुझ्नुभयो नि, प्यारेन्ट रक। अब जस्तै कि तपाईँ हाम्रो के हुन्छ, आमा बुवा हुन्छ, त्यो चाहिँ के हुन्छ, प्यारेन्ट हुनुहुन्छ। हामीहरू उहाँकैबाट आएको नि, त्यही भएर यो सोइल पनि रकबाट आएको, त्यही भएर प्यारेन्ट रक हुन्छ। भनेको यो जुन यहाँको रकले सोइल जुन बन्यो नि, अनि यतै डिपोजिट भयो प्यारेन्ट रकमै, त्यसलाई नै भन्छ रेसिडुअल सोइल। हेर्नुहोस् त, ए सोइल टाइप द्याट डिपोजिटेड, जो चाहिँ डिपोजिटेड हुन्छ, जस्तै यहाँ बन्यो होइन, यतै डिपोजिटेड हुन्छ, द्याट डिपोजिटेड अन द प्यारेन्ट रक। प्यारेन्ट रकमै, जुन रकबाट बन्यो त्यही रकमा के हुन्छ, डिपोजिटेड हुन्छ, त्यही रकमा डिपोजिट हुन्छ एट द प्लेस, त्यही ठाउँमा, एट द प्लेस अफ फर्मेसन, जहाँ बन्यो त्यही चाहिँ, जहाँ फर्मेसन भयो त्यही चाहिँ डिपोजिट हुन्छ केमा, प्यारेन्ट रकमै होइन। त्यस्तोलाई के भन्छ, इज नोन एज नन ट्रान्सपोर्टेड सोइल और रेसिडुअल सोइल भन्छ। ठिक छ। रेसिडुअल सोइल भनेको ए सोइल टाइप द्याट डिपोजिट अन द प्यारेन्ट रक एट द प्लेस अफ फर्मेसन इज नोन एज नन ट्रान्सपोर्टेड सोइल, रेसिडुअल सोइल भन्छ। ठिक छ। रेसिडुअल सोइल इज एल्सो कल्ड स्टेसनरी सोइल। अब हेर्नुहोस्, स्टेसनरी सोइल किन भयो, किनकि यो प्यारेन्ट रक जुन छ, यही प्यारेन्ट रकले सोइल बनायो अनि यतै चाहिँ डिपोजिट भयो, अरू ठाउँमा गएन, यो ट्रान्सफर भएन, अरू ठाउँमा गएन, यतै चाहिँ बस्यो, यतै चाहिँ स्टे भयो, यतै चाहिँ बस्यो होइन। त्यसलाई स्टेसनरी भनेको, स्टे भनेको स्टेसनरी, त्यसले त्यसलाई भन्छ रेसिडुअल सोइललाई के भन्छ, रेसिडुअल सोइल इज अल्सो कल्ड स्टेसनरी सोइल। अब एउटा चाहिँ रेसिडुअल सोइल भयो, जसलाई के भन्छ, नन ट्रान्सपोर्टेड सोइल। एउटा हुन्छ के, एउटा हुन्छ ट्रान्सपोर्टेड सोइल, भनेको एक ठाउँबाट अर्को ठाउँमा जान्छ, यताको सोइल त्यता जान्छ। ठिक छ। अब हेर्नुहुन्छ, ट्रान्सपोर्टेड सोइलमा के हुन्छ, ए सोइल टाइप, यस्तो किसिमको सोइल टाइप द्याट इज ट्रान्सपोर्टेड, त्यो ट्रान्सपोर्टेड हुन्छ, एन्ड डिपोजिटेड, त्यो चाहिँ डिपोजिटेड हुन्छ एट ए डिफ्रेन्ट प्लेस बाई द भेरियस नेचुरल एजेन्ट सच एज एयर, वाटर, ग्लेसियर, ग्राभिटी, इटिसी। हेर्नुहोस् त, यो चाहिँ पहाड छ। ठिक छ। यो रकले बनेको हुन्छ। ठिक छ। यहाँको केही रक
झरेर टुक्रा टुक्रा भएर यहाँ चाहिँ सोइल फर्मेसन भयो, यहाँ सोइल भयो। हेर्नुहोस् त, यहाँको रक ट्रान्सपोर्टेड भयो कहाँ? यता। अनि यहाँको रक सोइल बनेर डिपोजिट कहाँ भयो? यता डिपोजिटेड भयो भनेको बस्यो, यतै डिपोजिट भयो। ट्रान्सपोर्टेड अर्को ठाउँमा भयो, डिपोजिटेड भने यहाँबाट यहाँ भयो, अर्को ठाउँमा भयो। के को कारणले? अब हेर्नुहोस्, यो रक चाहिँ फुट्यो माने हो भेरियस नेचुरल एजेन्ट के हुनसक्छ? एयर हुनसक्छ, आर्यन रेन हुनसक्छ, वर्षाको कारणले यो फुट्यो, या ल्यान्डस्लाइड हुनसक्छ, ल्यान्डस्लाइड हुनसक्छ, रेन हुनसक्छ, एयर हुनसक्छ, ठिक छ, वाइन्ड हुनसक्छ। यसको कारणले भेरियस नेचुरल एजेन्ट भनेको यो कुरा हो। यसको कारणले यो ट्रान्सपोर्टेड हुन्छ, यहाँको टुक्रा चाहिँ रकको टुक्रा झरेर फुट्दै चाहिँ यो ट्रान्सपोर्टेड हुन्छ र यहाँ चाहिँ जम्मा भएर डिपोजिटेड हुन्छ भनेको त्यस्तो रकलाई के भन्छ? ट्रान्सपोर्टेड सोइल भन्छ। हेर्नु त, ए सोइल टाइप द्याट इज ट्रान्सपोर्टेड हुन्छ, द्याट इज के हुन्छ? ट्रान्सपोर्टेड एन्ड डिपोजिटेड एट द डिफ्रेन्ट प्लेसमा भनेको यहाँ होइन, यो ट्रान्सपोर्टेड भने अर्को ठाउँमा भयो, डिपोजिटेड भने अर्को ठाउँमा भयो, यता भएन होइन। एट द डिफ्रेन्ट प्लेस बाई द भेरियस नेचुरल एजेन्ट के हो? एयर रेन ल्यान्डस्लाइड, योहरू भेरियस नेचुरल एजेन्ट भयो, जस्तै कि सच एज एयर वाटर ग्लेसियर ग्रेभिटी इटिसी, योहरू भयो, ठिक छ। अब हेर्नु त, फ्लोइङ आर द मिडियम अफ ट्रान्सपोर्टेड सोइल। अब हेर्नुहोस् त, जस्तै कि यस्तो छ, एयरबाट होइन, वाइन्डबाट, एयर भनेको वाइन्ड भनेको हावा, हुरी बतासबाट ट्रान्सपोर्टेड भएर सोइल चाहिँ बन्यो नि, त्यो सोइलको नाम के हो? पानीको माध्यमले एक ठाउँको सोइल अर्को ठाउँमा गयो भने त्यस्तो सोइललाई के भन्ने? त्यसको नाम भनेको डिफ्रेन्ट ट्रान्सपोर्टिङ मिडियमबाट सोइल फर्मेसन भएकोलाई कस्तो सोइल भन्ने? त्यसको नाम यो पनि यस्तो पनि छ। अब हेर्नुहोस्, फ्लोइङ आर द मिडियम अफ ट्रान्सपोर्टेड सोइल गिभेन बिलो। अब हेर्नु, ट्रान्सपोर्टिङ मिडियम अनि नोमेनकल्चर भनेको नाम। अब हेर्नुहोस् त, ट्रान्सपोर्टिङ मिडियममा के हुन्छ? जस्तै कि ट्रान्सपोर्टेड बाई रनिङ वाटर, पानीको माध्यमबाट एक ठाउँको सोइल अर्को ठाउँमा चाहिँ ट्रान्सपोर्टेड भयो भने त्यस्तो सोइललाई के हुन्छ? वाटरबाट या रिभरबाट, यसलाई भन्छ एलुभिएबल सोइल, ठिक छ, एलुभिएबल सोइल। अब हेर्नुहोस् त, ट्रान्सपोर्टेड बाई वाइन्ड, हावाको मद्दतले, हावाको कारणले ट्रान्सपोर्ट भयो, यताको सोइल त्यता चाहिँ हावाको कारणले ट्रान्सपोर्ट भयो, त्यस्तो सोइललाई के भन्छ? लोसेज, डुन्स एन्ड एवलिन भन्छ। लोसेज सोइल भन्छ, डुन्स एन्ड सोइल भन्छ, एवलिन भन्छ। धेरै सोधेको छ अब्जेक्टिभमा, धेरै योबाट चाहिँ अब्जेक्टमा सोध्छ नि एउटा, यो चाहिँ ट्रान्सपोर्टेड इन बटम अफ लेकको चाहिँ धेरै सोधिरहेको हुन्छ, सबैको सोधिरहेको हुन्छ। अब हेर्नुहोस् त, ट्रान्सपोर्टेड बाई वाइन्डबाट चाहिँ लोसेज सोइल, डुन स्यान्ड सोइल, एवलिन भन्छ। ट्रान्सपोर्टेड बाई ग्लेसियर भनेको जहाँ बर्फ हुन्छ, बर्फ होइन, बर्फ जमेको हुन्छ, त्यहाँ त्यो पिघलिएर त्यो त्यहाँको सोइल यहाँ गयो भने त्यो ग्लेसियरको कारणले त्यसलाई ग्लेसियर ड्रिफ्ट भन्छ। ट्रान्सपोर्टेड बाई ग्राभिटी भनेको अब ल्यान्डस्लाइड पनि हुनसक्छ, टेक्टोनिक प्लेट यताउता भयो भने त्यो पनि हुनसक्छ। त्यसको ग्राभिटीको कारणले, ल्यान्डस्लाइडको कारणले चाहिँ सोइल चाहिँ फर्मेसन भयो, त्यसलाई भने कलुभिएबल या टालुस सोइल भन्छ, ठिक छ। ट्रान्सपोर्टेड इन बटम अफ लेकको बटममा होइन सोइल चाहिँ फर्मेसन हुन्छ अनि यताको सोइल त्यता जान्छ लेकभित्रमै नै, त्यसलाई भन्छ लेकस्ट्राइन भन्छ, लेकस्ट्राइन। अब डिपोजिट इन सीमा, हेर्नुहोस् त, सी भनेको समुद्र, धेरै ठुलो समुद्र हुन्छ, त्यो सीमा भएको सोइलहरू एक ठाउँबाट अर्को ठाउँमा समुद्रमै भनेको यताबाट भएर चाहिँ सोइल फर्मेसन भयो भने त्यस्तोलाई मेरिन सोइल भन्छ, ठिक छ। अब हेर्नु त, सोइल फर्मड बाई डेके अफ भेजिटेबल भनेको खराब सागसब्जी, यस्तो कुहिएको सागपातहरू, हरियो वनस्पतिहरू होइन, त्योहरू कुहिएर बनेको हुन्छ नि, त्यसलाई पिट भन्छ, ठिक छ। अब नाउ टेन मार्क्समा सोधिएको छ भने त्यही भएर हामीले 4वटा ए
बी अनि सी क्लासिफिकेसनसम्म गर्दा नि पुग्छ। तर हामीले के गर्यो डी क्लासिफिकेसनसम्म गर्यो किनकि 10 मार्क्समा सोधेछ हामीलाई लेख्नुपर्छ नलेख्यो भने मार्क कहाँ आउँछ ठिक छ। त युनिफाइड सोइल क्लासिफिकेसन सिस्टम युएससिएस भन्छ। अब जसमा दिस सिस्टम युज बोथ पार्शियल साइज एन्ड प्लास्टिसिटी क्यारेक्टरिस्टिक्स अफ सोइल। हेर्नुहोस् दिस सिस्टम युनिफाइड सोइल क्लासिफिकेसन युएससिएस जुन छ नि यो सिस्टमले युज गरेको हुन्छ बोथ के पार्शियल साइज अनि प्लास्टिसिटी क्यारेक्टरिस्टिक्स। पार्शियल साइज भनेको थाहा छ नि सोइल होइन सोइल चाहिँ विभिन्न पार्शियल साइजले बनेको हुन्छ। जुन पार्शियल सोइल पार्शियलले बनेको हुन्छ सोइल पार्शियलको साइज पनि हुन्छ 2 mm 20 mm 200 mm हुन्छ। यो पार्शियल साइज यो यसमा चाहिँ युनिफाइड सोइल क्लासिफिकेसनमा पार्शियल साइज पनि हुन्छ ठिक छ। अनि प्लास्टिसिटी क्यारेक्टरिस्टिक्स भनेको कोहेसिभ सोइल नन कोहेसिभ सोइल प्लास्टिसिटी क्यारेक्टरिस्टिक्स भनेको टाँसिने एकअर्कामा टाँसिने सोइल चाहिँ स्टिकी नेचरको हुन्छ भनेको प्लास्टिसिटी क्यारेक्टरिस्टिक्स त्यसलाई भन्छ ठिक छ। अब हेर्नुहोस् त युनिफाइड सोइल क्लासिफिकेसन सिस्टम जुन छ एल्सो द सोइल आर क्लासिफाइड इन्टु 3 क्याटेगोरिज। युनिफाइड सोइल क्लासिफिकेसन सिस्टम जुन छ नि यो युनिफाइड सोइल क्लासिफिकेसन सिस्टममा यसमा चाहिँ सोइल 3 वटा क्याटेगोरिजमा हुन्छ। एल्सो द सोइल आर क्लासिफाइड इन्टु 3 क्याटेगोरिज। नेम भन्दाखेरि नेमली कोर्स ग्रेनेड सोइल फाइन ग्रेनेड सोइल अनि अर्ग्यानिक सोइल भने नि एउटा कोर्स ग्रेनेड सोइल हुन्छ जसको पार्शियल साइज पनि ठुल्ठुलो हुन्छ। एउटा हुन्छ फाइन ग्रेनेड सोइल जसको पार्शियल साइज एकदमै सानो हुन्छ। अनि एउटा अर्ग्यानिक सोइल भने अर्ग्यानिक तरिकाले बनेको चाहिँ सोइल छ। अब यसमा हेर्नुहोस् त कोर्स ग्रेनेड सोइल होइन कोर्स ग्रेनेड सोइल जसको पार्शियल साइजहरू ठुल्ठुलो हुन्छ। अब पार्शियल साइजको आधारमा चाहिँ भन्दाखेरि यसमा हेर्नुहोस् के भन्छ इफ मोर देन 50% अफ सोइल इज रिटेन अन 0.075 mm सेभ द सोइल इज कोर्स ग्रेनेड सोइल। त्यस्तो सोइललाई के भन्छ कोर्स ग्रेनेड सोइल। म यहाँ तपाईँहरूलाई बुझाउँछु हेर्नुहोस् त एकछिन। हेर्नुहोस् मानिलिनु यो सोइलहरू छ ठिक छ सोइल छ ठिक छ। मानिलिनु यो सोइल छ यसमा चाहिँ डिफ्रेन्ट साइजको सोइल पार्टिकलहरू छ डिफ्रेन्ट साइज 2 mm 20 mm 200 mm जति एमएमको छ सबै मिक्स छ ठिक छ। अब यो होइन यो जुन छन्नी छ यसलाई छन्नी भन्छ। छन्नी भनेको सेबलाई छन्नी भन्छ के भन्छ सेब। अब कतिको सेब छ कति एमएमको 0.075 mm को छन्नी छ छान्नेवाला होइन जुन बालुवा छान्नेवाला जुन हुन्छ नि यो चाहिँ कतिको छ 4.75 mm सेब छ भनेको यसमा ठुलो पालहरू हुन्छ। कतिको पाल 4.75 mm को पाल छ। यसमा चाहिँ कति छ 0.075 mm को पालहरू छ ठिक छ यो पालहरू छ। अब यो माटो होइन यो माटो सबभन्दा पहिला यसमा राख्यो यो वाला माटो होइन सबभन्दा पहिला केमा राख्यो 0.75 mm मा राख्यो ठिक छ। यो पुरै राख्दाखेरि यसमा चाहिँ माटो चाहिँ यसमा अड्कियो 0.75 mm भन्दा जति सानो पार्शियल साइज थियो नि त्यो चाहिँ तल झर्यो ठिक छ। यो यहाँ अड्कियोको जुन सोइल जुन छ अड्कियोको जुन सोइल छ जुन 50% यो यति जुन छ नि यतिमा चाहिँ 50% सोइल माथि अड्कियो बादमा कि तल झर्यो। यो अड्किएको बेलालाई हैन रिटेन भएकोलाई के भन्छ कोर्स ग्रेनेड सोइल भन्छ। के भन्छ कोर्स ग्रेनेड सोइल। इफ मोर देन 50% अफ सोइल यो जुन छ नि यो टोटल सोइल छ यसबाट 50% अफ सोइल चाहिँ हैन रिटेन भएर बस्छ। रिटेन यसमा चाहिँ छन्नीमा हाल्छ भने 0.75 mm मा इज रिटेन भएर बस्छ। यहाँ चाहिँ माथि रिटेन भएर बस्छ इज रिटेन अन 0.75 mm सेब भनेको छन्ना यो छन्नी कतिको छ 0.75 mm को छन्नी छ। अनि यो सोइल राख्दाखेरि 50% सोइल चाहिँ रिटेन भएर बस्छ हैन। द सोइल इज कोर्स ग्रेनेड सोइल। त्यस्तो सोइललाई चाहिँ के कोर्स ग्रेनेड सोइल। यो सोइल चाहिँ के हो कोर्स ग्रेनेड सोइल छ ठिक छ कोर्स ग्रेनेड सोइल छ ठिक छ। अब हेर्नुहोस् त इफ मोर देन 50% अफ सोइल इज रिटेन अन 0.75 mm सेब
यो 0.75 सेममा चाहिँ माथि रिटेन भएर बसेको छ हैन, त्यस्तो सोइललाई के भन्छ कोर्स ग्रेन सोइल भन्छ। अब हेर्नु त इफ मोर देन 50% अफ कोर्स ग्रेन सोइल। अब हेर्नु त यो जुन यो सोइल कुन भयो कोर्स ग्रेन सोइल, COARS कोर्स ग्रेनेड सोइल भयो। अब यो कोर्स ग्रेन सोइललाई अब यसमा हाल्छ, यसमा हाल्छ, यो बाँकी उब्रेको माथि जुन छ नि यो बेला यो कतिको पाल्छ 4.75 mm को पाल्छ, ठीक छ। अब यो जुन छ नि यो मानिहाल्नुहोस् यो पुरै अल 100% छ, यो पुरै चाहिँ यहाँ माथि राखेपछि 4.75 mm भन्दा ठुलो साइजको हुन्छ भने माथि चाहिँ अड्किन्छ, ठीक छ। माथि चाहिँ के हुन्छ अड्किन्छ, यो माथि चाहिँ अड्किएकोलाई योलाई के भन्छ ग्राभल। ठुलो साइज छ नि किनकि 4.75 भन्दा सानो हुन्छ भने तल झर्छ, जुन योभन्दा अलि ठुलो हुन्छ भने यहाँ चाहिँ अड्किन्छ, त्यसलाई के भन्छ ग्राभल। यसमा के भन्छ नि त इफ मोर देन 50% अफ कोर्स ग्रेन सोइल, यो के छ कोर्स ग्रेन सोइल छ, यो पुरै चाहिँ यता राख्यो भने जम्मा यसमा 50% चाहिँ अड्किएर बस्यो हैन। इफ मोर देन 50% अफ कोर्स ग्रेन सोइल पार्टिकल्स आर रिटेन भएर बस्छ, रिटेन भनेको माथि नै अड्किएर बस्यो, रिटेन अन 4.75 mm सेप। यो 4.75 mm सेप जुन छ नि यो छानाको माथि रिटेन भएर बस्यो हैन, रिटेन भएर बस्यो भन्यो त्यस्तो सोइललाई यो सोइललाई के भन्यो सेम द सोइल इज कल्ड ग्राभल। यसलाई के भन्छ योलाई के भन्छ ग्राभल, यो चाहिँ के हो GRAVL ग्राभल छ हैन। अदरवाइज के छ स्यान्ड छ भनेको बाद बाँकीको तल चाहिँ झर्यो 4.75 mm साइजको साइजभन्दा सानो, यो बाँकीको यहाँको चाहिँ के छ स्यान्ड छ, यो बेला चाहिँ के छ स्यान्ड, SAND स्यान्ड। यो झरेको जुन छ नि यो स्यान्ड भयो, SAND स्यान्ड, ठीक छ, बुझ्नुभयो। यही छ इफ मोर देन 50% अफ कोर्स ग्रेन, पहिला चाहिँ 0.075 mm मा छानेको जुन कोर्स ग्रेनेड सोइल थियो, यो कोर्स ग्रेनेड सोइल थियो, यो कोर्स ग्रेनेड सोइल भयो हैन। यो कोर्स ग्रेनेड सोइल माथि राखेर 4.75 mm मा राख्यो भने जुन अड्किएकोलाई यो ग्राभल भन्छ, के भन्छ ग्राभल भन्छ। अनि जुन तल चाहिँ झर्यो छानेर 4.75 mm भन्दा सानो पार्टिकल थियो त्यो छानेर तल झर्यो, यो झरेकोलाई स्यान्ड भन्छ, अदरवाइज चाहिँ के छ स्यान्ड छ। अब हेर्नुहोस् फाइन ग्रेनेड सोइल भनेको केलाई भन्छ, फाइन ग्रेनेड सोइल भनेको इफ मोर देन 50% अफ सोइल पासेस थ्रो 0.075 mm। यसमा यही कुरा भनिएको छ, यो मानिहाल्नु यो सोइल छ, ठीक छ, यही यसमा भन्नुहोस् यो चाहिँ के छ सोइल छ, यसमा चाहिँ 0.075 mm को छन्नीमा यो सोइल यता राख्यो भने यो अड्कियो हैन, यो सोइल चाहिँ पास भयो, यो चाहिँ पास भयो, यो अति 0.075 छन्नीबाट पास भयो, जति पनि पास भएको यता सोइल जुन छ नि यो सोइल चाहिँ केलाई भन्छ फाइन ग्रेन सोइल भन्छ। हेर्नु त के भनिएको छ इफ मोर देन 50% अफ सोइल पासेस थ्रो 0.075 mm सेप, यो सोइल राख्यो नि त यो अड्कियो हैन, यो पास भएको जुन सोइल छ नि passes through 0.075 सेप द सोइल इज कल्ड फाइन ग्रेन सोइल, त्यसलाई के भन्छ फाइन ग्रेन सोइल भन्छ। अब हेर्नुहोस् अर्ग्यानिक सोइल भनेको केलाई भन्छ अर्ग्यानिक सोइल भनेको डिपेन्डिङ अपन द लिक्विड लिमिट। अर्ग्यानिक सोइल चाहिँ जहिले पनि लिक्विड लिमिटमा डिपेन्ड हुन्छ। कसरी लिक्विड लिमिट भनेको के हो, जसमा जुन सोइलमा पानीको मात्रा धेरै हुन्छ लिक्विड लिमिट हुन्छ। लिक्विड लिमिट पानी मतलब लिक्विड लिमिट हुन्छ, मतलब पानीको मात्रा धेरै हुन्छ, त्यसलाई चाहिँ लिक्विड लिमिट भन्छ। अब हेर्नुहोस् त द सोइल क्यान बी अर्ग्यानिक सोइल अफ लो प्लास्टिसिटी हैन, यस्तो सोइल जसलाई हामी अर्ग्यानिक सोइल भन्न सक्छौँ लो प्लास्टिसिटीमा, लो प्लास्टिसिटी भएको अर्ग्यानिक सोइल भन्न सक्छौँ जब लिक्विड लिमिट चाहिँ कति हुन्छ 50% भन्दा कम हुन्छ, स्मलर देन 50%, ठीक छ। अब यस्तो हेर्नु त द सोइल क्यान बी अर्ग्यानिक सोइल अफ हाई प्लास्टिसिटी
हाई प्लास्टिसिटी भएको अर्ग्यानिक सोइल हामी भन्न सक्छौँ जब लिक्विड लिमिट चाहिँ के हुन्छ 50% भन्दा ग्रेटर हुन्छ। लिक्विड लिमिट भनेको पानीको मात्रा चाहिँ 50% भन्दा बढी हुन्छ, त्यसलाई हाई प्लास्टिसिटी अर्ग्यानिक सोइल भन्छौँ। जब पानीको मात्रा चाहिँ कम हुन्छ 50% भन्दा कम हुन्छ भनेको त्यसलाई भन्छ लो प्लास्टिसिटी अफ अर्ग्यानिक सोइल भन्छ। सो थ्याङ्क यू सो मच। भिडियो चाहिँ लामो भयो तर मेरो चाहिँ प्रयास पुरै डिटेलमा बुझाउने थियो, त्यही भएर मलाई लाग्छ कि बुझिसक्नु भएको होला मेरो चाहिँ भन्ने तरिका। अब केही त अब सबैले पर्फेक्ट त हुँदैन नि, मेरोमा पनि केही डिफल्ट होला बुझाउने तरिकामा। के छ कस्तो छ बुझाउने तरिका के कस्तो छ फिडब्याक दिनु होला। राम्रो छ भने राम्रो फिडब्याक दिनु, नराम्रो छ भने पक्का नराम्रो फिडब्याक पक्कै कमेन्ट गर्नु होला, जुन मलाई मोटिभेसन मिलोस् कि जुन भिडियोलाई अलि राम्रो तरिकाले बनाऊँ। सो थ्याङ्क यू सो मच। मेरो चाहिँ पुरै एफोर्ट थियो कि राम्रो तरिकाले बुझाउने। सो मेरो चाहिँ 100% थियो। अब तपाईँलाई के लाग्छ भन्नु होला। सो थ्याङ्क यू सो मच, बाई। अब भेट्ने नेक्स्ट यो चाहिँ क्वेसन नम्बर के थियो, यो हाम्रो के थियो क्वेसन नम्बर एकछिन गाइस, यो हाम्रो क्वेसन नम्बर 1 थियो। अब क्वेसन नम्बर 2 मा हामी भेट्ने। सो थ्याङ्क यू सो मच।